नमस्कार। रेडियो थाहा संसारको प्रस्तुति साताको सेरोफेरोबाट म पुरु रिसालको एउटा कविता छ। भूपति सिग्देलको एउटा कविता छ। यो इसारा भन्ने उनको कवितामा के भन्छन् भने भोट हाल्ने हाम्रो काम हो, हाम्रो धर्म हो, हामी त भोट हाल्छौँ, तर सुरुवाल टाल्न त हाम्रै पर्छ, कसैले पनि सुरुवाल टाल्दैन भने हामीलाई भोट हाल्न त लाउँछन् तर हामीलाई सुख र सुविधा त केही पनि दिँदैनन् भनेका थिए। तर अहिले यति धेरै निर्वाचनपछि घोषणापत्र आएका छन्, त्यो चाहिँ एक किसिमले मनको लड्डु घिउसित खानु जस्तो छ कि हो। राम्रा राम्रा कुराहरू भनेका छन्, धेरै राम्रा कुराहरू भनेका छन्, तर त्यो ती सबै राम्रा कुराहरू चुनावपछि लागू हुन्छ कि हुँदैन त्यो बेग्लै कुरा हो। र एउटा अर्को कुरो के थियो भने यो श्राद्ध गर्दाखेरि पिण्ड दिनै पर्छ अरे, पिण्ड नदिकन श्राद्ध पुरा हुँदैन भने जस्तो निर्वाचन लड्नुको लागि घोषणापत्र बनाउनै पर्छ। घोषणापत्र तयार नभइकन निर्वाचन हुन सक्दैन। त अहिले त्यसै गरी सबै दलले, धेरै दलले चुनावको लागि घोषणापत्र तयार गरेका छन्। त घोषणापत्रका विभिन्न नाम छन्। कसैले प्रतिज्ञा पत्र भन्छ, कसैले सङ्कल्प पत्र भन्छ, कहिले प्रतिबद्धता पत्र भन्छ, कहिले बाचा पत्र भन्छ। जसले होस् यो सबैको एउटै थलो के हो भनेदेखि त्यो चाहिँ घोषणापत्र हो। निर्वाचनको लागि कस्तो घोषणापत्र ल्याउने भनेर घोषणापत्र तयार गरेका छन् र विभिन्न पार्टीले विभिन्न नाम चाहिँ फरक फरक नाम दिएका छन्। र जे नाम दिए तापनि कालेकृष्ण भनेपछि कृष्णकाले भने पनि एउटै मान्छे भने जस्तो यो जेसुकै नाम राखे पनि आखिर त्यो प्रतिज्ञा यो घोषणापत्र नै हो। कुरा के भयो भने मतदाता भने यति बिर्सन्छ, पहिले कस्तो घोषणापत्र आएको थियो भनेर ऊ पार्टीलाई सोध्नै सक्दैन, किनभने उसले बिर्सिसकेका हुन्छ। अघिल्लो पल्टको घोषणापत्र मतदाताले बिर्सिसक्छ। त्यसैले गर्दा यो कतिपय दलले पुरानै घोषणापत्र प्याराफ्रेज गर्छन्। यो प्यारा माथि लाग्यो, माथिको प्यारा तल ल्यायो, यताको उता ल्यायो, अनि नयाँ कुरा दुई चारवटा कुरा ठक्क हालिदिने त्यसमा। गजब ल यसले त राम्रो कुरा ल्यायो भन्ने किसिमका दुई चारवटा कुराहरू राख्ने। र यसपल्टको लागि चुनावको लागि लगालग अब धमाधम चाहिँ नि घोषणापत्रहरू आइराखेका छन्। र अर्को पार्टीहरूलाई के रहर हुँदो रहेछ भने के गर्दाखेरि मतदाताको मन तानिन्छ, उसलाई कसरी आफूतिर आकर्षण गर्न सकिन्छ, यो कसरी आकर्षण गर्ने, के भाषा प्रयोग गर्दा आकर्षित हुन्छन्, के लेख्दा आकर्षित हुन्छन्, के भन्दा आकर्षित हुन्छन्, त्यतातिर लाग्ने हो। त्यो आकर्षित भइसकेको मतदाता निर्वाचनपछि त्यसलाई त्यसको जवाफदेहिता दिनुपर्छ पर्दैन भन्ने बेग्लै कुरा, किनभने कसैले पनि मतलबै राखेको हुँदैन। खालि के मतदाताको मन तान्ने, भोट लिने, चुनाव जित्ने, जितेपछि त्यो ठाउँमा फर्केर पनि नजाने। यहाँ एक दुईवटा समाचार छ, नाम नलिहालौँ। आफूलाई पार्टीको ठुलो बडो नै भन्ने मान्छे आफ्नो निर्वाचन क्षेत्रमा पटक्कै नजाने, 3.5 वर्ष अवधिमा आफ्नो निर्वाचन क्षेत्रमा नगएकाहरू पनि छन् भन्ने समाचारमा आछ। र त्यस्तोले फेरि चुनाव जिते पनि के गर्छन् र, जाँदैनन्। र निर्वाचन जित्नु नै सबै कुरा होइन, निर्वाचन जित्दाखेरि गरेका प्रतिज्ञा पुरा गर्नु ठुलो कुरा हो, तर सकिँदैन। त्यो कसैले भनेर पनि धाक लाएर हुँदैन। घोषणापत्रमा भनेका कुराहरू म गर्छु भनेका कुराहरू पुरा हुन सकिन्छ भनेर सकिँदैन। तर मतदाताहरूको एउटा प्रवृत्ति के छ भने त्यो घोषणापत्र हेरेर होइन, उसले पहिले मन बनाउँछ म फलानालाई भोट हाल्छु, म फलानु पार्टीलाई भोट हाल्छु, म फलानु उम्मेदवारलाई भोट हाल्छु। एउटा प्री मानसिकता लिएर बस्याउँछ र केही तटस्थ भोटर हुन्छन्, त्यसलाई चाहिँ आकर्षण गर्ने हो। र त्यसको लागि विभिन्न प्रयास हुन्छ। र जो दलीय आबद्धता भएका भोटर हुन् तिनीहरूले चाहिँ आफ्नो पार्टी, जुन पार्टीलाई मनपर्छ त्यसैलाई नै भोट हाल्ने हुनाले एक किसिमले मतदाताले अहिले नै मन बनाएर बसिसकेका छन्। कसलाई भोट हाल्ने भनेर मन बनाइसकेका छन् र केहीलाई आकर्षण गर्न सकिन्छ। र अर्को एउटा खतरनाक कुरा के भनेदेखि जब
यो मौन अवधि सुरु हुन्छ। त्यो मौन अवधि सुरु भएपछि पैसाको चलखेल हुन्छ र जो तटस्थ बसेको छ, फलानालाई भोट हाल्छु भन्ने जसले निश्चित नभएको वर्ग छ, त्यो ठाउँमा पैसाको खेल पनि हुनसक्छ, जान सक्छ। र यसैले त्यो घोषणापत्र पढेर कसैले भोट हाल्ने होइन। एउटा त पहिले नै म फलानु पार्टीलाई भोट हाल्छु भन्ने निश्चित भएर बसेको हुन्छ, त्यसले भोट हाल्छ। अर्को जतिखेर आफूलाई खर्च आउँछ, आम्दानी हुन्छ, त्यो आम्दानीको आधारमा भोट हाल्छ। यसले गर्दाखेरि यो घोषणापत्र पढेर चाहिँ कसैले भोट हाल्ने होइन, तर घोषणापत्र नभए पनि हुँदैन। यो स्वराज्यलाई पिण्ड दिए जस्तो हो। र अहिले घोषणापत्रको नाम चाहिँ विभिन्न नाममा दिइराखेका छन्। कसैले प्रतिज्ञापत्र भने त प्रतिज्ञा गर्ने कुरालाई प्रतिज्ञापत्र, त्यो घोषणा भने चाहिँ यो हो भन्यो, तर प्रतिज्ञा भने म यो गर्छु भनेर अडान साथ भन्ने एउटा त प्रतिज्ञापत्र छ। अर्को सङ्कल्पपत्र, त्यस्तै हो, म यो पक्कै गर्छु भनेर सङ्कल्प गरेर लागेको एउटा। अर्को प्रतिबद्धता र अर्को बाचा। र यो प्रतिबद्धता अथवा बाचा पत्र यी सबैहरू हामी गर्छौँ है भनेर मतदाताको अगाडि क्रिया खाएको हो। तर त्यो क्रिया खाए तापनि काम हुन्छ हुँदैन त्यो बेग्लै कुरा। अहिलेका घोषणापत्रहरू हेर्ने हो भने पनि असाध्यै आकर्षण पनि छन् र महत्त्वाकाङ्क्षी पनि छन्। साँच्चै ती घोषणापत्रमा भनिएका कुरा पुरा भए त यो देश अर्कै हुन्छ, यसको रूपै परिवर्तन हुन्छ। जनताको स्तर नै माथि उठ्छ, जीवन स्तर धेरै माथि उठ्छ। तर यो जति 12 वर्ष कुकुरको पुच्छर ढुङ्ग्रा राखे पनि बाङ्गाको बाङ्गो भने जस्तो पछि जनताले पाउने चाहिँ कुरा कता के हुन्छ अहिले भन्नै सकिँदैन। र अर्को त पार्टीहरूले महत्त्वाकाङ्क्षी बनाएको छन् कि घोषणापत्रलाई महत्त्वाकाङ्क्षी बनाउँदैमा हुँदैन। वास्तविकता धरातलमा टेकेको घोषणापत्र भयो भने त्यो पछि पुरा गर्न सकिन्छ, काम गर्न सकिन्छ। होइन महत्त्वाकाङ्क्षी यसो गर्छु उसो गर्छु, यति वर्षमा यति गर्छु, यति वर्षमा यसो गर्छु भनेर त्यो समय तोकेर ठुल्ठुला कुरा गरेर त्यो महत्त्वाकाङ्क्षी चाहिँ हुन सक्दैन। अब अहिले यो अवधारणा पत्र अथवा यो घोषणापत्रमा भएका कुराहरूमध्ये कतिले चाहिँ सांसदलाई मन्त्री बन्न नपाउने गर्नुपर्छ, किनभने त्यो मन्त्री खानेको लागि सांसद चाहिँ मरिहत्ते गरे हुन्छ। त्यस कारणले जो सांसद छ त्यसलाई मन्त्री दिनुहुन्न भन्ने एक तरिको भनाइ छ। अर्को 2-3 पल्टभन्दा बढ्ता एउटै पदमा बस्न दिनुहुन्न, त्यसले गर्दाखेरि मान्छेले बिग्रन्छ, यो किसिमको भनाइ पनि आइराखेको छ। र प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकृत हुनुपर्छ, कार्यकारी प्रमुख हुनुपर्छ भन्ने पनि छ। र प्रत्यक्ष निर्वाचित कार्यकारी त्यो पनि एउटा तर्क हो, ठिक हो, जसले भन्छ त्यसको लागि त्यो पनि ठिक होला। अर्को निर्वाचन प्रणाली नबदल्ने हो भने अहिलेकै निर्वाचन प्रणालीबाट एक त बहुमत हुन गाह्रो छ, अर्को खर्चिलो छ। एउटा खर्चिलो, अर्को बहुमत पुग्नै नसक्ने खालको हाम्रो अहिले निर्वाचन प्रणाली छ र यसलाई परिवर्तन गर्नुपर्छ। र भागबन्डा सबभन्दा ठुलो कुरो, सरकारमा पुगेपछि सत्तामा पुगेपछि भागबन्डा गर्ने, कसलाई कति, कसलाई के दिने, कसलाई कसको के भन्दाखेरि त्यो दलीय भागबन्डाले गर्दाखेरि सबै क्षेत्र यहाँसम्म कि न्याय क्षेत्रमा समेत असर गर्न सक्ने सम्भावना हुन्छ। त्यस कारणले यो दलीय भागबन्डा भन्ने कुरो चाहिँ हुँदैन भन्ने एक थरीको छ। र अर्को थरीले चाहिँ नियुक्ति गर्दाखेरि फलानुको मान्छे भने यो फलानु दललाई सहयोग गरे मान्छे हो भनेर यो दलीयकरण, पार्टीले आफ्ना मान्छेलाई राम्रो ठाउँमा नियुक्ति दिनको लागि गर्ने यो दलीयकरण हो, यो हामी त गर्दैनौँ भनेका छन् कतिपय दलले। र अर्को यो प्रदेश त खारेज गर्नुपर्छ, प्रदेश खर्चिलो भयो, यो प्रदेश खारेज नगरी हुँदैन पनि एक थरी आएका छन्। र अर्को प्रविधिको उच्चतम विकास, अहिलेको सन्दर्भमा प्रविधिलाई उच्चतम विकास नगरिकन हुँदैन। त्यस कारणले नेपालमा विकास र उन्नतिको लागि नेपालीलाई बाहिर नजाउन् भन्नको लागि पनि प्रविधिको विकास, उच्चतम विकास आवश्यक छ। र एउटा दलले त के भनेको छ भने
भ्रष्टाचार गर्नेलाई चाहिँ मृत्युदण्ड दिनुपर्छ, दिने व्यवस्था हुनुपर्छ भनेर उसले आफ्नो घोषणापत्रमा राखेको छ। यो आफ्नो घोषणापत्रमा आफ्नो किसिमले दृष्टिकोण राखेका छन् र त्यसमध्ये आर्थिक र सामाजिक विकासका कुराहरूलाई कसैले पनि छुटाएको छैन। आर्थिक विकास हुनुपर्छ, सामाजिक सन्तुलन हुनुपर्छ, सामाजिक उत्थान हुनुपर्छ र स्वास्थ्य र शिक्षामा लगानी बढाउनुपर्छ। यो स्वास्थ्य र शिक्षामा राम्रो लगानी नबढाउने हो भने मान्छे पलायन हुन्छ। यी कुराहरू धेरैले भनेका छन्। तर कुरा कहाँ गएर अड्किन्छ भनेदेखि हाम्रो यी सबै कुरा जसले जे भने तापनि संविधानको परिवर्तन नगरिकन यी कुनै कुराको पनि सम्भावना छैन। नयाँ कुरा के पनि गर्न सकिँदैन। संविधानमा भएका अहिलेका कुराहरू 2/3 परिवर्तन संशोधन नगरेसम्म त्यो परिवर्तन हुँदैन। अहिलेको जे छ त्यही रहन्छ। तर अब 2/3 कसरी पुग्छ त? हाम्रो अहिलेको सन्दर्भमा एउटै दलले पूर्ण बहुमत पनि ल्याउन सक्दैन। निर्वाचन हुन्छ, प्रत्यक्ष निर्वाचित एउटा हुन्छ। त प्रत्यक्ष निर्वाचित मात्रै हुने हो भने बहुमत हुन सक्थ्यो अथवा अल्पमत हुन सक्थ्यो। तर हामी कहाँ यो समानुपातिक भन्ने गएको छ। त त्यो समानुपातिक हुन साथै संसदमा भाग लिने धेरै दलले धेरै थोरै, कसैले 20 पाउला, कसैले 25 पाउला, कसैले 3 पाउला, कसैले 2 पाउला। तर यो समानुपातिक पद्धतिले गर्दाखेरि बहुमत कसैको पनि आउन सक्दैन। यदि प्रत्यक्ष निर्वाचनमा कसैले पूर्ण बहुमतकै आँकडा ल्याए तापनि समानुपातिक आइसकेपछि त्यो पूर्ण हुँदैन, त्यसमा चाहिँ फेरि घट्दै जान्छ। यसकारणले अहिलेको सन्दर्भमा प्रतिज्ञापत्रमा अथवा वाचापत्रमा अथवा सङ्कल्पपत्रमा जे भने तापनि त्यसलाई 2/3 नभई पुग्दैन। त्यो 2/3 पुर्याउन हाम्रो संसदमा यसभन्दा अगाडि 2/3 भएकाहरूले त केही गर्न सकेनन्। अब के हुन्छ भन्न सकिन्न। र यो 2/3ले गर्दाखेरि हाम्रो संविधान संशोधन पनि गर्न सकिँदैन र संविधान संशोधन गर्न नसकुन्जेल परिवर्तनका कुराहरू साह्रै गाह्रो हुन्छ। हो, सामान्य कुरा गर्न सकिन्छ, सामाजिक विकासका कुरा गर्न सकिन्छ, स्वास्थ्य विकासका कुरा गर्न सकिन्छ, सन्तुलित विकासको कुरा गर्न सकिन्छ, स्वास्थ्य र शिक्षामा सुधार गर्न सकिन्छ। तर यो माथि भनिएका जे संविधान परिवर्तन गर्नुपर्ने कुराहरू छन् त्यो चाहिँ अहिलेको सन्दर्भमा सकिन्छ जस्तो लाग्दैन। र यो परिप्रेक्ष्यमा हेर्दाखेरि हामीले 2/3 को जुन सङ्ख्या छ त्यो साह्रै अप्ठ्यारो अवस्थामा छ। र अर्को, चुनावसितै कुरा गर्ने हो भने अहिले चुनाव होला भन्ने कुरा धेरै अगाडि गइसकेको छ। चुनाव हुने प्रतिशत चाहिँ निकै माथि छ। कुनै त्यस्तो दुर्घटना भएन भने पक्कै पनि निर्वाचन हुन्छ। र एक थरी त अझै भन्छन् कहाँ हुन्छ निर्वाचन, यो हुँदैन भन्नेहरू पनि छन्। तर एक थरी हुँदैन भन्ने छन्, एक थरी रोक्न खोज्ने छन्। तर हुँदैन भन्नेहरूले त सक्रियता केही गर्न सक्दैनन् र रोक्न खोज्नेहरूको सक्रियता अलिअलि देखिएको छ। तर सरकारले यसलाई पनि बिस्तारै नियन्त्रण गरेर राखेको छ। हुँदाहुँदा पूर्व राजा समेत निर्वाचन अहिले गर्न हुँदैन, राष्ट्रिय सहमति हुनुपर्छ भनेर आफ्नो क्षेत्रभन्दा बाहिर गएर भन्ने कुरा गरेका छन्। र कतिपय निर्वाचन गर्न हुन्न भन्नेहरूलाई त सरकारले कारबाही गर्न थालेको छ। र दुर्गा प्रसाई जस्ता मान्छेहरू अहिले चाहिँ जेलमा पुगिराखेका छन्। र निर्वाचन आयोगले सक्रियता बढाएको छ। हुँदाहुँदा अब निर्वाचनका सामग्रीहरू तत्स्थानमा जहाँ निर्वाचन क्षेत्र हो त्यहाँ चाहिँ पुर्याउन नै थालिसकिएको छ। तर यही बेलामा सामाजिक सञ्जालको चाहिँ यति दुरुपयोग भएको छ भन्नै सकिँदैन। एक थरीले नक्कली भक्ति गर्ने, एक थरीले गाली गर्ने। यो नक्कली भक्ति र तथानाम गालीको बिचमा अहिले हाम्रो सञ्चार क्षेत्र गइराखेको छ। खास गरिकन आर्टिफिसियल इन्टेलिजेन्स जो भने त्यो कृत्रिम बौद्धिकता, र त्यो कृत्रिम बौद्धिकताको यति प्रभाव भएको छ, कसले कहाँबाट प्रयोग गर्छ, कसरी प्रयोग गर्छ त्यो भन्न सकिँदैन। र यो सामाजिक सञ्जालको दुरुपयोगले गर्दाखेरि अहिले आचार संहिता पनि उल्लङ्घन भएको छ।
त आचार संहिताको उल्लङ्घन भएको छ, कारबाही गर्न निर्वाचन आयोगले प्रयास पनि अलिअलि गरेको छ, तर अहिलेसम्म त्यसको कुनै रिजल्ट आउन सकेको छैन। र सबभन्दा त यो आर्टिफिसियल इन्टेलिजेन्सले जसरी गरिराखेको छ त्यसको व्यापक दुरुपयोग भइराखेको छ। एक ठाउँमा भाषण गर्न लागेको हुन्छु, म भाषण गर्न लागेको हुन्छु, त्यो भाषण सुन्ने मान्छे धेरै छन् भन्ने गराउन म कहाँको चाहिँ नि भिडको फोटो ल्याउँछु र त्यहाँ हालिदिन्छु। त्यो आर्टिफिसियल इन्टेलिजेन्सले त्यो सक्छ, तत्काल त्यहीँको हो कि जस्तो गराउन भ्रम सिर्जना गर्न सक्छ। र अहिले त्यो भिड देखाउने एक थरी र बदनाम गर्ने अर्को थरी, त्यो आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमद्वारा एक थरीले भिड देखाएर हो हाम्रो पक्षमा त यतिका छन् भन्न थालेका छन् भने अर्को थरीले विभिन्न भएका नभएका कुराहरू गरेर बदनाम गर्न थालेका छन्। र यस किसिमले नक्कली भिड देखाउनु आचार संहिता विपरीत हो। तर अब कहाँबाट झिकेर ल्याउँछ, कहाँबाट ल्याउँछ, इटालीमा भएको एउटा भिडको नेपाली सन्दर्भमा ल्याएर गाँसेर पनि देखाइएको छ। कसले कहाँ कसरी दुरुपयोग गर्छ भन्ने कुरा खोज्न चाहिँ असाध्यै गाह्रो छ, किनभने उच्चतम प्रविधिमा आधारित हो। प्रविधि निकै माथि पुगिसकेको छ। त्यो उच्चतम प्रविधिमा पुगिसकेको हुनाले कसले कहाँ कसरी घुसायो भन्न सक्दैन। अब एउटा के हुन्छ भने मेरो नाममा मैले खोल्छु, खाता खोल्छु, त्यो खाता मेरो नाममा खोल्दिनँ, म कसैको एबिसी कसैको नाममा खोल्छु र त्यसबाट कसैलाई मैले गाली गर्नु छ तथा नाम गाली गर्नु छ भने म त्यसैबाट गरिदिन्छु। म त्यस्तै नक्कली खाता खोल्छु र कसलाई तारिफ गर्नुपर्छ उसको भए नभएका फुलबुट्टा भरेर तारिफ गर्छु। अब यो आर्टिफिसियल इन्टेलिजेन्सले गर्दाखेरि सत्य कुरा के हो, झुट्टा कुरा के हो, साँचो र झुटोको बिचमा अन्तर छुट्याउनु पनि गाह्रो छ। र कसले कहाँ दुरुपयोग गर्छ, कसरी गर्यो भन्ने खोज्न असाध्यै गाह्रो छ। अब यसो हेऱ्यो फोटो र भिड, यसो हेऱ्यो छुट्याउनै सकिन्न, साँच्चै हो कि जस्तो लाग्छ। र भिडियोहरू त्यस्तै बनाइन्छन् र फोटो र भिडियोलाई हामीले छुट्याउनै सक्दैनौँ र झट्ट हेर्दाखेरि चाहिँ साँचो हो कि झुटो हो भन्न सकिँदैन। र यस किसिमले मतदाताहरूलाई भ्रमित गर्ने काम, भ्रममा पार्ने काम चाहिँ भइराखेको छ। र नक्कली प्रयोग ज्यादा बढेर गइराखेको छ। र उम्मेदवारसँग केही मान्छे विभिन्न किसिमका गलत किसिमका कुराहरू सिर्जना गर्न सक्छन्। प्रश्न त्यो उम्मेदवारसित गरेकै हुँदैन, उम्मेदवारको फोटो राखेर अथवा उम्मेदवारको आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमद्वारा प्रश्न गरेको देखाइन्छ र उसको अन्त सन्त उसको उत्तर आउँछ। त होइन, त्यो वास्तविक मान्छेले गरे होइन, तर नक्कली सिर्जना गरेर यस किसिमले आर्टिफिसियल काम भइराखेको छ। र मतदाताहरूलाई यस किसिमले भ्रमित बनाइएको छ र नक्कली प्रयोग भएर गइराखेको छ। र भिड देखाउँदाखेरि के हुन्छ भने फलानाको भाषणमा त हेर कत्तिका मान्छे थिए भनेर त्यो भिड देखाएर मत आकर्षित गर्ने पनि तरिका हो। यस्तोमा कुनै नयाँ दल अथवा पुरानो दल मात्र होइन, जो पनि प्रयोगमा आछ, पुरानो र नयाँ दल सबै थरीले यो आर्टिफिसियल इन्टेलिजेन्सियाको अधिकतम दुरुपयोग गरेका छन् भनौँ। उपयोग त हुन्थ्यो, राम्रो हुन्थ्यो, यो आर्टिफिसियल इन्टेलिजेन्सिया उपयोगी हो है भनेर अहिले दिल्लीमा एउटा ठुलो सम्मेलन भइराखेको छ र विश्वभरका जम्मा भएको छन् र यसलाई चाहिँ कसरी सदुपयोग गर्ने, कसरी राम्रो गर्ने भन्ने कुराहरू भइरहेका छन्। यो आर्टिफिसियल इन्टेलिजेन्सी नराम्रो होइन, तर त्यसको प्रयोग कसरी गर्ने भन्ने कुरा हो। र उम्मेदवारले नै हो कि होइन थाहा हुँदैन, उसले थाहा पाउँदैन त्यो भिड वास्तवमा हो कि साँचो हो कि झुटो हो। र यो किसिमले गर्दाखेरि समर्थक कति हुन् भन्ने कुरा उम्मेदवारैले थाहा पाउँदैन। अब आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रयोग गरेको हुन्छ, त्यसमा के हालिया हुन्छ, तर यो एआईको प्रयोग हामी कहाँ मात्र होइन, विश्वभर नै भइराखेको छ।
विश्वभर भइराखेको प्रचलनलाई हामी कहाँ पनि ल्याउनुपर्छ। प्राविधिक विकास हो यो, प्रविधिलाई सदुपयोग गर्दै लैजान सके हुन्थ्यो, तर हामी कहाँ चाहिँ गलत किसिमको प्रयोग भइराखेको छ र यो एआईको प्रयोग विश्वभर छ, तर प्रयोग गर्ने कसरी, त्यसलाई सदुपयोग गर्ने कसरी, राम्रो उपयोग गर्ने कसरी र यसको सकारात्मक पक्ष बुझ्नतिर हामी लागेका छौँ। सकारात्मक पक्ष छ, प्रशस्त छ, तर त्यो बुझ्नतिर हामी लागेका छैनौँ। र अर्को कुरो, नेपालमा प्रभावशाली एआई कानुन पनि छैन र एआईको प्रभावशाली कानुन नभएको कारणले गर्दाखेरि पनि यो दुरुपयोग हुन्छ। अनि त्यो दुरुपयोग गर्ने मान्छेले कहाँबाट कसरी गर्छ भन्न सकिँदैन। उसको ज्ञान सिप हुन्छ, त्यो सिप र ज्ञानलाई उसले दुरुपयोग गर्छ, सदुपयोग होइन दुरुपयोग गर्छ र निर्वाचनमा असर पर्ने कुराहरू, आचार संहिता विपरीतका कुराहरू यस किसिमले आइराखेको छन् र एआईलाई म्याक्सिमम यहाँ दुरुपयोग गरिराखेको छ। तर त्यसको ज्वरो भेट्टाउन, त्यो जमिन भेट्टाउन बडो गाह्रो छ र यदि यस किसिमले जाने हो भने आर्टिफिसियल इन्टेलिजेन्सियाले हामीलाई धेरै अप्ठ्यारो अवस्थामा पनि पुर्याउन सक्छ र यो सब परिवेशमा निर्वाचन आयोग कति सक्षम हुन्छ उसको पनि प्राविधिक ज्ञान हुनु पऱ्यो नि। निर्वाचन आयोगले गर्छु भन्दैमा हुँदैन, उसित एउटा त एआईको गलत प्रयोग भयो है, यो आचार संहिता विपरीत भयो है भन्ने त्यो ज्ञान हुनु पर्यो। त्यो ज्ञानको लागि पनि त्यत्तिकै प्रविधि चाहियो। अर्को कुरो, हामी कहाँ गलत किसिमको इन्फर्मेसन दिए बापत अथवा आर्टिफिसियल इन्टेलिजेन्सको बाट प्रयोग भए बापतको दुरुपयोग बापतको कारबाही कसरी गर्ने भन्ने कुरा कानुनी आधार पनि चाहियो। हामीसित दरिलो कानुन पनि छैन र जरासम्म पुग्ने हामीसित जनशक्ति पनि छैन। त्यसले गर्दाखेरि अहिले नेपालको सन्दर्भमा भन्यो भने यो एआई भन्छ, आर्टिफिसियल इन्टेलिजेन्स असाध्यै प्रयोगमा आइराखेको छ, जुन राम्रो काममा लागेको त हुन्थ्यो, तर अब कतातिर लाग्छ भन्न सकिँदैन। र अन्त्यमा मचियो घरै थचियो भने जस्तो गरी हामी कहाँ नेपाली युवाहरूलाई स्वदेशमा नै हामी अडाउँछौँ भन्ने नेताहरू पनि छन् र नेपाली युवाहरू स्वदेशमा नै अड्न सके त राम्रो हुन्थ्यो, तर विदेशमा नगए उनीहरूको हातमुख जोडिँदैन, घर चल्दैन र हामी कहाँ रोजगारीको अवस्था त्यति राम्रो रूपमा छैन, रोजगारी राम्रो सिर्जना भइसकेको छैन। त्यसले गर्दाखेरि नेपाली युवाहरू एउटा शिक्षा लिने नाममा, अर्को काम गर्ने नाममा, दुईटा आधारमा नेपाली युवाहरू धमाधम विदेश गइराखेका छन् र गत वर्ष 7 महिनामा 4,72,000ले श्रम स्वीकृति दिएका थिए र अघिल्लो वर्ष 4,72,000 थियो भने यस वर्ष त्योभन्दा 10,000 बढ्ताले श्रम स्वीकृति ल्याएका छन्। बढ्दो ट्रेन्ड के छ भने कसरी हुन्छ विदेशमा जाने, काम गर्ने, रोजगारी पाइन्छ कि पाइन्न, यहाँ चाहिँ स्वीकृति लिने, श्रम स्वीकृति लिने र विदेशमा गएर काम गर्ने। माघमा मात्रै 71,000 मान्छेले श्रम स्वीकृति ल्याएका छन्। यसले गर्दाखेरि एक वर्षमा 8 लाखभन्दा बढी नेपाली श्रम स्वीकृतिको आधारमा विदेश जान्छ। यो शिक्षा क्षेत्र बाहेकलाई, शिक्षा क्षेत्रमा जाने बेग्लै अर्कै कुरो देखिन्छ र हामी कहाँ काम गर्ने मौका, रोजगारीको अवसर नभएको हुनाले मान्छे धमाधम बाहिर गइराखेको छ। बैंकमा पैसा थुप्रिया छ, तर त्यो लगानी हुँदैन, किनभने लगानीको प्रत्याभूति छैन, त्यसबाट कमाइ हुन्छ भन्ने कुरा पनि छैन। त्यसले गर्दाखेरि पैसा ऋण लिएर कुनै उद्योग व्यापार गरौँ भन्नेतिर मान्छे गएको छैन। कहाँ जान्छ भन्दाखेरि विदेशमा जाने, जैसका काम गर्ने, घाम पानी सहेर भए पनि 2 पैसा कमाउने, यो यस किसिमको श्रम स्वीकृतितिर गएको छ। र केही मुलुकसित अहिले राम्रो भएको छ, जस्तो जापान, इजरायल, दक्षिण कोरिया, यी ठाउँमा जानेहरू चाहिँ एउटा व्यवस्थित रूपमा जान्छन्, अलि राम्रै कमाइ गर्छन् र आउँछन्। तर कमाइ गर्न गए भन्दैमा सन्तुष्ट हुने होइन कि हामी कहाँ रोजगारी सिर्जना गर्न सकिन्छ कि सकिन्न। र यो एउटा छ भने अर्को पढाइमा पनि अहिले त 12 क्लास पढ्न थाल्न नपाउँदै विद्यार्थी खुट्टा उचाल्न थाल्छ। अब त विदेश जाने हो, पढ्न जाने हो भन्छ।
कोही अस्ट्रेलिया ताक्छ, कोही अमेरिका ताक्छ। तर अस्ट्रेलिया र अमेरिका गाह्रो भएपछि युरोपियन मुलुकतिर पनि ताक्न थालेका छन्। र हाम्रो जनशक्ति त्यो युवा पुस्ता धमाधम विदेश गएको छ र गयो, फलानु गयो, म किन नजाने भनेर एउटा सामाजिक प्रतिष्ठाको रूपमा पनि विदेशमा पढ्न जानु अथवा विदेशमा काममा जानु चाहिँ सामाजिक प्रतिष्ठाको प्रश्न समेत बनाएको छ। र फलानु गयो, म किन नजाने भन्ने। र यसले गर्दाखेरि नेपालमा खुलेका क्याम्पसहरूले अहिले विद्यार्थी पाउन छाडेका छन् र विद्यार्थी पर्याप्त नभएर कयौँ क्याम्पसहरू बन्द हुन थालेका छन्। हेरौँ कति दिनसम्म यो अवस्था रहन्छ।